नमस्कार, म कार्यक्रम प्रस्तुता सुप्रिया राई। आज हामीसँग भोजपुर खबर अनलाइनमा कुरा गर्न पूर्वको चर्चित गायिका अन्जु गौतम हुनुहुन्छ। अन्जुजी, तपाईलाई स्वागत छ कार्यक्रममा। हजुर, धन्यवाद। आजभोलि केमा व्यस्त हुनुहुन्छ? आजभोलि नयाँ गीतको लागि रेकर्डिङ अनि विभिन्न महोत्सवले प्रोग्राममा व्यस्त छु। एकदमै व्यस्त हुनुहुन्छ। अहिले महोत्सवको सिजन छ, पूर्वदेखि पश्चिम स्कुलको प्यारेड डेहरूमा म व्यस्त नै छु। महोत्सवमा कस्तो प्रकारको गीतहरू रुचाउनुहुन्छ? दर्शकहरूले रुचाउने भनेको डान्सिङ एकदमै स्टेजको लागि होइन, धेरै हुटिङ आउने नाच्ने खालको एकदम रोमान्टिक गीतहरू चाहिँ रुचाउनुहुन्छ दर्शकहरूले। सेन्टिमेन्टल सिरियस गीतहरू अहिले स्टेजमा चल्दैन। अहिले हुन्छ नि स्टेजहरूमा गाउँदाखेरि एकदमै धेरै माग हुने गीत कुन होला? अलिकति गाइदिनुहोस्। गीत त धेरै गाएको छु, तर स्टेजको लागि भनेर 5-7वटा जति छन्, त्यहाँभन्दा चान्स पनि हुँदैन होइन। मैले भर्खरै राजकुमार बगरको शब्द सङ्गीत रहेको काठमाडौँबाट रेकर्ड गरेको छु। मेरो 9औं एल्बममा रहन्छ त्यो गीत। उहाँकै शब्द सङ्गीत रहेको गाउनुपर्ने होइन। फुलको थुङ्गा टिपी माला उनी तिमीलाई नै, हजारौँमा मनको राजा चुने तिमीलाई नै, सत्य राम राम ए सत्य राम राम, यो जुबान मन परे चोखो मायालाम। यो गीत गाउँछु स्टेजमा चाहिँ। अरूहरू पनि छन् गीत। स्टेजमा गीत गाउँदा र सिडी बेच्दा अथवा भिडियोहरू सार्वजनिक गर्दा कुनमा तपाईँलाई राम्रो हुन्छ? होइन, रेकर्डिङ गरेर म्युजिक भिडियो भएपछि मात्र मिडियामा टेलिभिजनमा बज्छ होइन, अडियो एफएममा हो। त्यसपछि हाम्रो स्टेजमा चाहिँ बढी आफ्ना गीतहरू चाहिँ चारैतिर छरिने, चारैतिरको दर्शकहरू आउनुहुन्छ। अनि हाम्रो पब्लिसिटी भनेको स्टेजले पनि गरेको छ। सिडीहरूको जमाना अहिले छैन होइन। अहिले त स्टेजबाट हामीलाई अलिकति इन्कमको स्रोत भनौँ न, यसैबाट छ, स्टेज प्रोग्रामबाट। गीत सङ्गीतको सिलसिलामा कुन कुन देशको भ्रमण गर्नुभएको छ? म नेपाल बाहिर भनेको चाहिँ सिलोङ, आसामसम्म गएँ। अरू चाहिँ नेपाल पूर्व पश्चिम त्यस्तै मात्र। कस्तो हुँदो रहेछ नेपालदेखि बाहिरको र नेपालभित्रको गीत गाउँदाको माहौल? गीत त हामी नेपालमा बसेको नेपाली नै गीत गाउँछौँ। उहाँ गए पनि माहौल भनेको यहीँको नेपाली विदेशमा बाहिरबाट बस्नुभएको छ, यहाँभन्दा धेरै रेस्पोन्स चाहिँ हामीले अर्को ठाउँ नेपाली नै विदेश गएपछि चाहिँ हामीलाई देख्दा एकदमै खुसी हुने, आफ्नोपन, आफ्नो गाउँको कलाकार आएपछि माया गर्ने गर्नुभएको छ। एकदम खुसी लागेको छ। तपाईँले एकदमै धेरै राम्रो राम्रो गीतहरू गाएर धेरैभन्दा धेरै दर्शक श्रोता बटुलिसक्नु भएको छ। हजुर। तपाईँ आफूलाई चाहिँ कसले गाएको गीत मनपर्छ? म सुरुमा पहिला गीत गुनगुनाउँदा र क्लास सङ्गीत सिक्दा कुन्ती मोक्तान, अरोरा लामा, तारा देवी, अहिले आएर अन्जु पन्तका गीत एकदमै मनपर्छ। पहिले पुराना गीतहरू भनेको कविता आले, तारा देवी, उहाँहरूको गीतहरू गाउँथेँ र त्यहीबाट म प्रेरणाले म अहिले यहाँसम्म आएको छु, गाउँदैछु। तपाईँलाई कसले लेखेको गीतहरू प्राय गाउन मन लाग्छ? गीत म कसैले लेखेको भन्दा पनि गीत कस्तो छ, पहिला त रहरले जसले लेखे पनि रेकर्ड गरिहाल्थेँ होइन। अहिले भनेको छानेर अहिलेको जेनेरेसनले कस्तो गीत चाहिँ मन पराउँछ, अहिलेको माहौल कस्तो छ त्यो सोचेर मात्र लगानी गर्ने सोच्ने बेला आएको छ। हामीले जसले पनि लेखेको गीत गाएको छ तर राम्रो हुनुपर्छ, शब्द सङ्गीतहरू त्यस्तो लाग्छ। तपाईँ एउटा गायिका हुनुहुन्छ, तपाईँलाई कुन गायकसँग चाहिँ गीत गाउन पाए हुन्थ्यो जस्तो लागिरहेछ? मलाई डुएट, म लोक मात्रै होइन, मैले अहिले सबै खालको गीत गाएको छु। भजन, फिल्ममा लोक आधुनिक, लोकगीत, दोहोरी सबै गाएको छु, सबै खालको गीत गाएको छु। र म लोक गायिका होइन, गायिका मात्र भन्न रुचाउँछु आफूलाई। मलाई गाउनु पर्दा मैले अहिले भर्खर धनकुटाको राजा रानी चण्डी फुट्ने बेला भन्ने गीत भीम बस्नेतको शब्द सङ्गीतमा मैले गाएँ होइन, पूर्वेली लोकगीत। अनि भानु ओलीसँग गाएँ, बिर्तावट उहाँले नै लेख्नुभएको। अनि डुएट सङ भन्नाले मलाई त्यस्तो कसैसँग गाउँदा चाहिँ म उसले गर्दा अघि बढ्थेँ कि भन्ने चाहिँ मलाई लाग्दैन होइन। सबै खालका गीतहरू
सबै खालको गायकहरूसँग आफ्नो क्वालिटी हुन्छ होइन। अघि बढ्ने भन्दा पनि आफूलाई सहज रमाइलो कस्तोसँग गायकसँग भन्नाले उहाँसँग पार्टनर भएर कि डुएट जोडी भएर स्टेजतिर गाउँदा अथवा रेकर्डिङ गर्दा सहज कस्तो हुन्छ नि रमाइलो एकदम त्यस्तो। मलाई प्रमोद खरेलसँग हजुर मनपर्छ। के छ त उहाँसँग त्यस्तो क्वालिटी तपाईँलाई प्रभावित पार्ने? उहाँसँग गाउन उहाँ एकदमै स्टेजको लागि एकदमै राम्रो गीतहरू गाउनु भएको छ होइन। सबै गीतहरू उहाँको एकदमै मनपर्छ। म उसको एकदमै फ्यान हो होइन। त्यही भएर पनि होला सबै खालको गीत उहाँको मनपर्छ। धेरै गीत गाउनु भएको छ। सबैभन्दा चलेको तपाईँको गीत कुन हो? गाइदिनुहोस् न अलिकति। हुन्छ रोचक थापाको शब्द सङ्गीत रहेको राष्ट्रिय गीत खालको छ होइन। शिरमा बस्ने फुल हुमा ओठमा बस्ने लाले श्रृङ्गारले सजेकी छोरी हुने पाले सबैजना भन्छन् मलाई अवसरै हो कि मेघ गर्जिँदा मोर नाच्दै झरेको बोली मिठो भन्छन् मेरो ज्यानै पारेको मेघ गर्जिँदा मोर नाच्दै झरेको बोली मिठो भन्छन् मेरो ज्यानै परेको। यो गीत गाउँछु स्टेजमा पनि। हजुर पूर्वको चर्चित गायिका होइन। अब त सबैतिरको पश्चिम पूर्व पश्चिम पूर्वकै भन्दा हुन्छ। हजुर हामीसँग आइदिनु भयो हाम्रो कार्यक्रममा। हजुर समय दिनुभयो। तपाईँलाई धेरै धेरै धन्यवाद। भोजपुर अनलाइन खबरमा बोलाएर मेरो केही कुरा राख्ने मौका दिनुभएको छ। हजुरलाई सुप्रियाजीलाई धन्यवाद र हाम्रो क्यामेरा पर्सन दीपक सरलाई पनि धेरै धेरै धन्यवाद।